प्रधानमन्त्री को हो त प्रधानमन्त्री को हुनु नि बालेन शाह त्यस्ता मुला माधरचोद मलाई चाहिँ हर्कदा अलिकति बोल्नु जान्नुहुन्न जस्तो लाग्यो क्या यहाँ मिठो बोलेर भ्रष्टाचार गरिदिउँ त दाइ त्यसरी भ्रष्टाचार नगर्नु पर्यो माटोमा आलु रोपेर फलाउला मान्छेले अनि सुन्नु त तपाईलाई ढुङ्गा चाहिँ कहिले बोक्नु सिकाएको नि एउटा प्याज प्याजले होइन कहिलेदेखि प्याजले ढुङ्गा बोक्नु सिकाएको नि 1500 वर्ष पहिला अनि 1500 वर्ष पहिला चाहिँ कहाँबाट ढुङ्गा बोक्नु सिक्नु भएको नि जापान जापानदेखि सिकेर आउनु भएको अनि हाम्रो देश नेपालको प्रधानमन्त्री त बालेन शाह भन्छु भन्दै हुनुहुन्छ नि बालेन भन्छ को बालेन ल बालेन शाह बिर्सिनु भयो तपाईँ आफूलाई त चिन्नुहुन्छ नि तपाईँको नाम भन्नुहोस् त एकचोटि को हो तपाईँ केपी ओली होइन तपाईँ हर्के हो क्या हर्के को हो होइन तपाईँ हर्के होइन भने नढाँटी भन्नुहोस् त को हो तपाईँ लाटे लाटा त लाटै होला तपाईँ अनि तपाईँ बालेन शाहलाई के भन्न चाहनुहुन्छ इन्जिनियरिङ गर्ने मान्छे राजनीतिमा आउने होइन क्या ऊ भनेको प्राविधिक हो प्राविधिकले त घर बनाउने हो पुल बनाउने हो के बोलेको इन्जिनियर नेता होइनन् भनेपछि त आधारभूत रूपमै गल्ती बोल्छ इन्जिनियरले त्यही गर्ने हो क्या भत्काउने बनाउने घरहरू डाक्टर साहबसँग मुखमुखी लाग्छस् यो मान्छेको पेसासँग सम्बन्धित होइन मान्छेको चेतनासँग सम्बन्धित घर मात्रै बनाउन जानेर हुँदैन पोलिटिक्स इज समथिङ डिफरेन्ट फ्रम सी इन्जिनियरिङ जिनपिङ कुन ब्याकग्राउन्डका हुन् थाहा छ त हर्क साम्पाङलाई यो पनि भनिराख्ने कुरा हो मैले सुनेको त चाइनिज क्याबिनेटमा 60% इन्जिनियर छन् त्यो भनेर कुरा फ्याक्ट हो त्यो त इन्जिनियरले राजनीति नै गर्नु हुँदैन प्राविधिक भनेको चाहिँ पुरै बुझ्दैन भन्ने होइन सही हो प्राविधिकले नीति बनाउन आउँदैन उसलाई काठमाडौँ महानगरपालिका चलाउने नीति त छ नि त हामीसँग इतिहास पढेको हुनु पर्यो इतिहासको कुरा गरे आफू चाहिँ राजनीति भनेको के हो भन्ने बुझेको हुनु पर्यो राजनीति भनेको राज्य चलाउने नीति हो विकास गर्ने हो नि त विकास भनेको के हो घर र सडक मात्रै बनाउनु हो कि मान्छेलाई बचाउनु हो भात त खाँदै थियो होला नि त त्यो दोकानमा त्यो कति रुँदै थियो नि होइन अब कसरी भात खाने होला त त्यो दोकान चलाउनेले त्यसलाई चाहिँ मैले कहिले पनि गलत एउटा प्रश्न सोध्नु फोहोर उठिसक्यो अनि फोहोर नउठाएर के गरिराखेको म दिनभरि सुतेर बस्छु होइन बालेन दाइ तपाईँ के खाएर सुतेर बस्नुहुन्छ अबको हुनेवाला प्रधानमन्त्री रक्सी खाएर बसेर त भएन नि कसले रक्सी पिलायो भन्नु त ल दिन भन्दा भन्दै साथीले पिलायो अनि बालेन दाइ होइन कहाँ जानुभयो ला अघि मात्रै त नालीमा लडिराख्नु भएको रहेछ भन्दै पिलायो साथीले